वेलकम ब्याक टु माई च्यानल। म सुनिता मोटे विराटकोटबाट। आशा छ साथीहरू तपाईँहरू सन्चै हुनुहुन्छ होला। म पनि सन्चै छु। म चाहिँ अहिले 5:30 भयो। म चाहिँ 5:30 बजे उठेको छु आज चाहिँ होइन। म चाहिँ घरमा एक्लै छु, कोही पनि हुनुहुन्न अनि एक्लै छु भने 5:30 भयो भने आज चाहिँ विशेष दिन। आज चाहिँ आमाको मुख हेर्ने दिन हो। त्यही भएर म चाहिँ पहाडमा आएर जानु पाइनँ साथीहरू, किनकि म घरमा एक्लै छु, घरमा कोही हुनुहुन्न। मेरो मम्मी सासू मम्मी पनि उता पहाड जानुभएको छ अनि म एक्लै छु। मेरो बुढा पनि काठमाडौँतिर हुनुहुन्छ। त्यसैले म चाहिँ आज तल, मेरो 2टा सासू हुनुहुन्छ, सो तल म चाहिँ तल कामराङकोमा जाँदैछु होइन। अनि उता लेटाङदेखि मेरो आमा दिदी पनि आउँदै हुनुहुन्छ। सो म चाहिँ अब नुहाइधुवाइ गरेर यताउति घरको कामसाम गरेर रेडी हुनुपर्छ साथीहरू, हेर्दै गर्नु होला। साथीहरू मैले चाहिँ नुहाइसकेँ होइन, भर्खरै नुहाइसकेँ। अब म चिया पकाएर चिया खान्छु बोल्छु अनि हल्का कुखुरालाई साह्रो गर्छु अनि चाहिँ म जान्छु। घर हेर्दै गर्नु होला साथीहरू सरी। मैले चाहिँ मुख पनि धोएर आइसकेँ होइन। अब म चाहिँ रेडी हुन्छु। हेरेन मेरो 24। त्यसरी अब चाहिँ म छिटो रेडी हुनु पर्यो है, ढिलो भइसक्यो। साथीहरू म चाहिँ हल्का रेडी पनि भएँ होइन। अनि अब इयरिङ म चाहिँ हल्का रेडी भएँ। अब म चाहिँ जानु आँटेको। दिदीहरू पनि सक्नु भयो अरे। अब छिटो जानुपर्ने हुन्छ साथीहरू, हेर्दै गर्नु होला। म चाहिँ लागेको म चाहिँ तल घर पनि आइसकेँ। नानीहरू दिदीहरू चाहिँ आइपुग्नु भएकै रहेछ। सो हेरौँ माथि के गर्दै हुनुहुन्छ। नमस्ते मम्मी। नमस्ते। दिदीहरू जानुभयो गोमा दिदीहरू बिहान जानुभयो। हाम्रो माता हेर्नुहोस् साथीहरू, दिदी पनि आइसक्नु भयो। म चाहिँ यहाँनिर टिका बनाउनुको लागि हेरिनु आउँदैछु होइन। यहाँ टिका बनाउनुको लागि उयो गर्दैछु म चाहिँ, यति गर्नु। हाम्रो तयारी चाहिँ यस्तो हुँदैछ। सबलाई नै स्वागत छ मेरो भ्लगमा। हाई भन्नु न। हाई, हेलो म्याडम। यस्तरी तयारी हुँदैछ साथीहरू। ल साथीहरू हामी चाहिँ यहाँ मम्मीलाई अब यसो गर्न लाग्यो। हेलो Anh bị đâu đây chứ à? Hả? Bị đâu đây đâu? तू घर में दिन टीका लगाइदिँदै छ? जानु तपाईँ टीका लगाइ। जार टिका आएन र? आयो मेरो पालो हैन। कतिखेर आएको त नानी बिहानै? अघि भर्खरै आएको। चिनी हालेर ल्याएको नि त। अनि माते त हामी छैन त अनि। अब अनि जेरी र लड्डु त ल्याएको। फेरि मैले नि दिएको नि आमा चाहिँ चिम्टी चाहिँ मम्मीलाई। बोल्ने नमस्कार। एकछिन अब किन बोल्नु? अब तपाईँ आउनु अनि मात्र मुख हेर्नु ल मामा। ल आएर मात्रै मुख हेर्छु। यहाँ हेर मैना। ए हेर्नु या भाग्यमानी भए। मेरो खाना मिठो मेरो हेर मैला।
ल साथीहरू हामीले चाहिँ मम्मीलाई गरिसक्यौँ होइन। टिका पनि लगाइदिइसक्यौँ। मम्मीले हामीलाई टिका लगाइदिनुहुन्छ। म चाहिँ जेठी छोरी हुनुहुन्छ नातिनी अनि म चाहिँ आमाको नातिनी। ल साथीहरू हेर्दै गर्नु होला। हामीले आज यसरी नै मनायौँ मदर्स डे। फेरि हेर्नु न ए खाना खाँदै गरेको अन्त के भयो त मेरो नातिका सबिन टिका नलाइ आइछ तपाईँलाई पनि स्वागत छ है मेरो भ्लगमा। जाऊ रोशनी भानु निस्क्यो रे आउनुभएको अनि टिका अघि कसले लगाइदिनु ए लु भयो त्यति नै लिएर आऊ। तँ पनि टिप्यौ ल थोरै त छ लगाइदिनु फाल्टै ठाउँमा राख्नु बस्छु म उभिँदा पनि हुन्छ। कलेज राम्रो टिचर भयो भान्जीसँग कहिले झगडा नगर्नु। यता हेर्नु न हेलो भन्नु मम्मी हेलो रोशनीको पालो म त चाहिला लास्ट मात्र भन्नु सानो मान्छे भएर जन्मेपछि अनि कहाँ हुन्छ त मेरो नानी धेरै पढ्नु ज्ञानी हुनु अन्त घर ल्याउनु सानेलाई चाहिँ मिस गऱ्यौँ हामीले अब यहाँनिर। यस्तै भयो होइन हामी मदर्स डे चाहिँ मनाइसक्यौँ तर मेरो फोनमा त सकिनु लाग्यो त्यही भएर अब छिटो गरेर चाहिँ हामी घर जानुपर्छ त जानुपर्छ अनि एक दुईवटा फोटोसोटो पनि खिच्यौँ भिडियो पनि बनायौँ होइन। अब चाहिँ हामी खाना खाएर घरतिर जानुपर्ने हुन्छ। यतिन्जेलसम्म मेरो भिडियो हेरिदिनु भएकोमा धेरै धन्यवाद साथीहरू। टाइप्स अफ माया होइन फेरि पनि यस्तो भिडियोहरू दिएर अर्कोचोटि आउने नै छु। त्यतिन्जेलसम्मको लागि बाई बाई एभ्रिवान। थ्याङ्क्स फर वाचिङ।